मलाई खोल्न दे सरकार, अपराध होइन मन खोल्न दे दरबार। म शराब होइन, मन खराब छैन, सही बोल्न डराउँदैन। कानुनको लाग्छ कि आवाज उठाउँदैमा, बलिदानको गीतमा मेरो शब्दको सलामी। गाउँ गाउँबाट उठ युवा कलम थामी, स्वरयाना सही कुरा सुन सोची साराले। उमरीमा भौतारी भविष्य अभिभारा। बालन सरकार करोडौँको डिडिसीको उत्पादनलाई प्रोत्साहन गर्ने मात्र होइन, ती हाम्रा नगर प्रहरीद्वारा होइन व्यवस्थापन गर्न खोजिएका आमाको नेपाली अर्ग्यानिक काफलको पनि व्यवस्थापन गर्नुहोस्, ताकि नेपालमा उत्पादन भएका अर्ग्यानिक चिजहरूको लागि कहीँ एउटा बजार, कहीँ बाटोको छेउमा जहाँ चहलपहल बेसी हुन्छ, जहाँ भाडा बेसी तिर्नु पर्दैन, जहाँ गरिबहरूले पनि आफ्नो उत्पादनलाई सानो एरिया क्या, धेरै पनि होइन, 5x5 को एरियामा आफ्नो उत्पादनलाई बेच्न सक्ने एउटा व्यवस्था गर्नुहोस्। न त कि यो नौटङ्की गर्ने, डिडिसी खाने, बिहान डिडिसी खाने, बेलुका अर्को सुट्टा हान्ने काम नगर्नुहोस् होइन। देश तपाईँको हातमा छ, आइसक्यो कि ल्याइसक्यो त्यो आफ्नो ठाउँमा छ, तर अब तपाईँले कहाँ के गर्ने, कसलाई निर्देशन दिने, के गर्दा सही, के गर्दा गलत 76 जना मान्छे मर्दा जसरी ओलीले जिम्मा लिएको, जसरी लिनु पर्ने हामीले जिम्मा दियौँ नि, त्यसरी हरेक नेपालीको दुःखमा महानगर नामक हरेक सरकारी कर्मचारी नामक जुत्ता प्रहार भएको छ नि, त्यसको जिम्मा तिमीले लिनुपर्छ। होइन भने त साथी ओली र तिम्रो पतन एउटै हिसाबले हुन्छ, यो त निश्चित छ।